द गिफ्ट अफ द म्याजाई, म्याजाईहरूको उपहार। ओ हेनरीद्वारा लिखित विश्व चर्चित कथा, नेपालीमा अनुवाद। क्रिसमसको अघिल्लो साँझ थियो। डेला, घरकी युवती, आफ्नो सानो कोठाको झ्यालबाट बाहिर हेर्दै थिइन्। उनको आँखामा आँसु थियो। उनी टेबलमा बसेर सुक्क सुक्क गर्दै आफ्नो हातमा रहेको पैसा गन्दै थिइन्। जम्मा जम्मी $1.70। उनीसँग अरू पैसा थिएन। सारा वर्षभरि उनले पैसा जोगाएकी थिइन्, तर जति नै बचत गरे पनि यति मात्र भयो। उनले श्रीमान जिमलाई क्रिसमस उपहार दिने योजना बनाएकी थिइन्, तर यो पैसाले केही राम्रो सामान आउँदैन भन्ने उनलाई थाहा थियो। त्यसैले उनी दुखी थिइन्। डेला र जिम सानो कोठामा बस्थे। उनीहरूको जीवन निकै साधारण थियो। जिमको मासिक तलब जम्मा $20 मात्र थियो, जसले भाडा, खाना र अन्य आवश्यकताहरू धान्न गाह्रो थियो। तर उनीहरूसँग एउटा ठूलो गर्व गर्ने कुरा चाहिँ थियो, डेलाको सुन्दर कपाल र जिमको सुनौलो घडी। डेलाको कपाल लामो, सिल्क जस्तै चम्किलो थियो। जब उनले कपाल खुल्ला गर्थिन्, त्यो घुँडासम्म झर्दै झलमल गर्थ्यो। जिमसँग चाँदीको पुरानो घडी थियो, जुन उनका बाजे र बुवाले चलाएका थिए। डेलाले ऐनामा आफूलाई हेरिन्। अचानक उनलाई एउटा विचार आयो। उनी तर्सिन्, तर उनले निर्णय गरिसकिन्। उनी उठिन्, कोट लगाइन् र छिट्टै कोठाबाट बाहिर निस्किन्। केही समयपछि उनी सोफ्रनीको कपाल पसल पुगेकी थिइन्। के तपाईँ मेरो कपाल किन्नुहुन्छ? डेलाले डराउँदै सोधिन्। सोफ्रनीले उनको कपाल समातिन्, जाँचिन् अनि भनिन्, $20 दिन सक्छु। ठिक छ, काट्नुहोस्, डेलाले आँसु लुकाउँदै भनिन्। उनको सुन्दर कपाल काटियो र उनी $20 लिएर खुसी हुँदै बजारतिर लागिन्। डेलाले जिमको लागि सबैभन्दा उपयुक्त उपहार खोजिन्। एक सुन्दर सुनौलो घडीको पट्टा। उनको श्रीमानको घडी निकै राम्रो थियो, तर पुरानो छालाको पट्टा भएकाले अलिक उस्तै देखिन्थ्यो। यो नयाँ सुनौलो पट्टाले त्यो घडी झन् राम्रो देखिने थियो। उनले खुसी हुँदै उपहार किनिन्। अब जिमको घडी वास्तवमै राजाहरूले लगाउने जस्तै लाग्थ्यो। साँझ घर फर्किएपछि डेला ऐनाको अगाडि उभिइन्। कपाल काटिएकोले उनलाई अनौठो महसुस भयो। के जिमलाई मन पर्नेछ? उनले आफैलाई सोधिन्। यदि उनलाई मन परेन भने? एकछिनपछि जिम ढोकाबाट भित्र पस्यो। जब उनले डेलालाई हेरे, उनको अनुहारमा अचम्मको भाव आयो। जिम, मलाई नहेर त्यसरी, डेलाले डराउँदै भनिन्। मैले तिमीलाई क्रिसमस उपहार किन्नको लागि आफ्नो कपाल बेचेँ। के तिमी मसँग रिसायौ? तर जिम बोल्न सकेन। उसले डेलालाई अघिल्तिरबाट हेरिरह्यो, अनुहारमा मिश्रित भावहरू लिएर। अचानक उसले आफ्नो खल्तीबाट एउटा सानो डब्बा निकाल्यो। डेला, मलाई केही भन्न देऊ, जिमले बिस्तारै भन्यो। मेरो उपहार खोल त। डेलाले चाँडै उपहार खोलिन्, अनि उनलाई एकछिन केही थाहा भएन। भित्र थियो उनले सधैँ चाहेको सुन्दर काइँयोको सेट, तर उनको कपाल त थिएन। डेलाले काइँयो हातमा लिइन्। उनका आँखाहरू भरिए। ओहो जिम, मेरो कपाल फेरि बढ्छ होइन? उनले मुस्कुराउँदै भनिन्। त्यसपछि उनले आफ्नो उपहार जिमलाई दिइन्, सुनौलो घडीको पट्टा। जिम हाँस्यो अनि उसले शान्त स्वरमा भन्यो, डेला, मैले त मेरो घडी नै बेचेर तिमीलाई काइँयो किनेको थिएँ। जिमले अब त्यो सुनौलो पट्टा लगाउने घडी थिएन र डेलासँग त्यो सुन्दर काइँयोले कोर्ने कपाल थिएन। तर उनीहरू मुस्कुराउँदै थिए, किनभने उनीहरू दुवैले एक अर्काका लागि आफ्नो सबैभन्दा प्रिय चिज त्यागेका थिए, सच्चा प्रेमको लागि।